बुटोलदेखि सुरु भएको हाम्रो यात्रा गोरुसिङेमा खाजा खानको लागि रोकिन्छौँ। रेकर्ड भयो अहिले हामी गएको छौँ ल हामी गोरुसिङे छौँ। अरू सबै ठिकै छ। मजा आयो गोरुसिङे छ अनि उता के आँखा गोरुको सिङ चाहिँ देखेछ नि। बाइकको स्पिड हेर्दातिर खै यहाँ चाहिँ होइन ठ्याक्कै गोरुसिङे मेन स्पट हो। दामी सबभन्दा मिठो चाहिँ यहीँ पाउँछ, उता नजाने यहीँ आउँछ। गोरुसिङेमा खाजा खाएर हाम्रो यात्रा अगाडि बढाउँछौँ र हाम्रो नेक्स्ट स्टप रहन्छ भालुबाङ, जुन चाहिँ दाङ जिल्लामा पर्दछ। भालुबाङमा एकछिन ब्रेक लिइसकेपछि हाम्रो यात्रा अगाडि बढिरहेको हुन्छ र हामी बाँके जिल्लाको सदरमुकाम, जुन चाहिँ नेपालगञ्ज हो, नेपालगञ्जभन्दा 10 किलोमिटर उत्तरपट्टि रहेको कोहलपुर भन्ने ठाउँमा पुग्छौँ र यहाँदेखि हाम्रो यात्रा अगाडि बढाउँछौँ। ल हामी चाहिँ बर्दिया नेसनल पार्कमा आइपुगेका छौँ। यो चाहिँ बर्दिया नेसनल पार्क हो। अहिले हामी भेरीपुलमा आइपुगेका छौँ। हामी छिन्चुदेखि अब आजको टार्गेट मानमा नभए नाकमासम्म हो टार्गेट, तर मानवसम्म पुग्ने चाहिँ प्लान छ यो भेरीपुल। सुर्खेत जिल्लाको छिन्चु भन्ने ठाउँमा हामी रात बिताउँछौँ र अर्को दिन बिहानै हाम्रो यात्रा अगाडि बढाउँछौँ। कराको यता नानी केटाकेटी बाबुहरू यसरी बसेछन्। सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा पुगेर हामी खाजा खाएर दैलेख सडक हुँदै गुराँसे भन्ने ठाउँ हुँदै हाम्रो यात्रा अगाडि बढाइरहेका हुन्छौँ। दैलेख जिल्लाको पर्यटकीय स्थलको रूपमा रहेको गुराँस गाउँपालिका, जसलाई हामीले गुराँसे भनेर चिन्ने गर्छौँ, यो कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट जम्मा 25 किलोमिटरको दूरीमा रहेको छ। यस गाउँपालिकामा गुराँस फुलको मनमोहक दृश्य र चिसो हावापानीका साथै व्यावसायिक र मनोरञ्जनको उद्देश्यले वर्षेनी हजारौँ आन्तरिक र बाहेक पर्यटनहरू आउने गर्दछन् र यसै क्रममा हामी हाम्रो यात्रा गुराँसे हुँदै अगाडि बढाइरहेका थियौँ। एउटा दैलेखको एउटा डुलुवा आउँदैछ, दैलेख जिल्लाका हुन् नि। हजुरको नाम के पर्यो होला? गुराँसे हुँदै जाने क्रममा सियाकोट भन्ने ठाउँ आउँछ, जहाँबाट तल्लो ढुङ्गेश्वर र माथिल्लो ढुङ्गेश्वर छुट्टिन्छ। तल्लो ढुङ्गेश्वरले कर्णाली हाइवे जोड्छ भने माथिल्लो ढुङ्गेश्वरले दैलेख रोड हुँदै मिडिल हाइवे। हजुरहरू यदि मिडिल हाइवे हुँदै जान चाहनुहुन्छ भने मिडिल हाइवेको बाटो निकै नै राम्रो छ, तर लगभग 2-2.5 घन्टा जति लामो पर्न जान्छ। हामी फर्किँदाखेरि यही बाटो फर्केका थियौँ। निकै राम्रो ड्राइभिङ एक्सपिरियन्स भएको थियो, तर जाने क्रममा चाहिँ तल्लो ढुङ्गेश्वर हुँदै गयो र बाटो निकै बिजी र निकै धुलोपूर्ण थियो। हजुरहरू जुन बाटो गए पनि साई खोला भन्ने ठाउँमा पुग्नुहुन्छ, त्यो चाहिँ मिटिङ पोइन्ट हो। चिया बन्छ आमा? चिया बन्छ र? चिया बन्छ? ल सुनिस्, कसै हामी आएको थियो कि दही खाने कि चिया? ए आमा, यो ठाउँको नाम के हो? पालताडा। अनि माछाहरू छ कि नै? सुकाएको माछा हुन्थ्यो नि पहिला, छैन? अनि बास बस्न आउँछन् कि नै अरू? आउने होला। मान्छेहरू अरू आउँछन् कि नै? अब
फोन गर्नुपर्छ आउने भएपछि ए पहिले फोन कोठाबाट लाग्दैन खानाको लग्छु होइन पहिला आउँदाखेरि हामी यहीँ बसेको थियौँ कोठा भाडा लिनुभएको थिएन हजुरले अझ पनि लाग्दैन निकै धुलो मैलो बाटोपछि हामीले दैलेखको पाल्ताडा भन्ने ठाउँमा एकछिन आराम गर्ने निर्णय गऱ्यौँ। सानो होटेलमा बुवा र आमा हुनुहुन्थ्यो। ढुङ्गेश्वरदेखि रामघाटसम्म बाटो पुरै ध्वस्त भएको र धुलोले निकै कष्ट दिएको भन्ने कुरा हामीलाई सेयर गर्नुभयो। साथै हामीले हजुर काठमाडौँ जानुभएको छ भन्ने प्रश्नमा आमाले हामीलाई निकै रमाइलो कुरा सेयर गर्नुभयो। म त यस्तो न यो कर्णाली राजमार्गतिर मान्छे यता लुम्की चिसा पानी जहाँ त म दुखी बिमारी भएर अब इन्डिया पनि गएँ। दुखी बिमारी भएपछि लिएर गएँ नत्र किन हामी देश जानेन परदेश जानेन कहीँ घुम्न फिर्न जानेन। हाम्रो त घुम्न दिन पऱ्यो झले त्यो भैँस थिएन त्यो बार खान म त त्यही घुम्दछु बाबु माइती गरे हिँड्यो कोइली गरे हिँड्यो छोराले सुर्खेत पढ्दो थियो वहीँबाटै विवाह गरेर उसले मम्मी घर के ल्याइआउँ भन्यो म त बाबु आलुको बिज ल्याएर आयो भने उसले त अनि मम्मी आलुको बिज ल्याइ सक्दैन भने के ल्याउने म त बुढी ल्याएर आउँछु भन्यो। मेरो त खिस्सा सारा मान्छे जे भन्यो भने हाँस्छ। अब यति गर्नु पर्ला हामी अब टाढा जान त्यही आउँदाखेरि आइपरेछ म कान्छोबाट छिर्नु होला यसरी पाल्ताडा रामघाट डाब टुनीबगर बजार हुँदै साइखोला बजार पुग्छौँ। साइखोला बजारले मिडिल हाइवे जसलाई पुष्पलाल हाइवे पनि भनिन्छ र कर्णाली हाइवे दुईटा राजमार्गलाई जोड्ने काम गर्दछ। हजुरहरू यो बाटो हुँदै दैलेख बजार पनि यात्रा गर्न सक्नुहुन्छ। हाम्रो आजको गन्तव्य कालीकोटको मान्म बजार भएको हुनाले हामी कर्णाली राजमार्ग हुँदै हाम्रो यात्रा अगाडि बढाउँछौँ। यात्राको सुरुवाती चरणमै 2-3 चोटि बाइक स्टार्टिङ हुन निकै प्रब्लम भइरहेको थियो। यो हाम्रो लागि इनिसियल वार्निङ जस्तै थियो जुन हामीले खासै वास्ता नगरेको हुँदा पछि निकै गाह्रो भोग्न परेको थियो। हजुरहरू पनि खाजा खान रोक्दा प्राय बाइक ग्यारेज नजिक रोकेर त्यहाँको मिस्त्रीलाई बेसिक चिजहरू हेर्न लगाएर हिँड्दा फ्युचरमा आउन सक्ने समस्याहरूबाट निकै कम हुन सकिन्छ। बाइकमा अरू कुराको साथसाथै प्रायःजसो लामो यात्रा गर्दाखेरि एक्सिलेटर वायर, क्लच वायर, स्पार्क प्लग, ब्रेक प्याड र टायर रिलेटेड कुराहरूमा धेरै ध्यान दिनु आवश्यक पर्दछ। कति बाइकको सामानहरू पहाडी एरियामा नपाउने हुँदा हामीले चाहिँ एक सेट एक्सिलेटर वायर, क्लच वायर, स्पार्क प्लग र ब्रेक प्याड साथमै राखेर हिँडिरहेका थियौँ। साथै जति माथि पुग्नुहुन्छ पेट्रोल पम्पहरू पनि कम हुँदै जान्छन्। हुन त धेरै बजारहरूमा मिनरल वाटरको बोतलहरूमा पेट्रोल किन्न पाउनुहुन्छ, त्यही पनि त्यो कुरामा पनि ध्यान दिनु हुन आवश्यक पर्दछ। सुन्नु न, यो बाटो कता गइन्छ? यो बाटो विनायक मानमा जाने बाटो? मानमा जाने बाटो कता हो? मानमा थाहा भएन? बान्डी कता हो? यो हो कि माथिल्लो हो? ए यो बाटो त हजुर हो। यो बाटो आछाम जान्छ? आछाम राकम भन्ने ठाउँ हो कर्णालीको। अरू बजार हुँदा राकम
तपाईँको बल्ल 7 बजेको छ, त्यही पनि पुरै अँध्यारो छ बाटो। त्यसैमाथि बाइकको हेडलाइट पनि बिग्रिरहेको र यसरी हामी छिर्छौँ मानमा बजार र स्वागत हुन्छ हामीलाई सुमधुर भैलोको नृत्यबाट। अहिले साँझको 6, 7, 7:30 बजे र हामी चाहिँ भर्खरै मानमा आइपुगेछौँ। मानको यो होटेल हिलसाइड भन्ने होटेलमा बस्छौँ हामी। पार्किङ कता हो? यता हो। आज लक्ष्मी पूजा। यो हाम्रो रुम चाहिँ यता तल छ। रुम चाहिँ यो हो। ठिकै छ। टोइलेट छ त्यसै गरेर अर्को रुम चाहिँ यहाँ चाहिँ सामान हुन्छ भर्खरै चाहिँ 3 जना यसमा बस्छ। रुमको 1200। आधा रहेछ लक्ष्मी पूजाको। यो हो मानमादेखिको भ्यू, जुन जुम्ला जिल्ला होइन जिल्लामा पर्छ। यहाँ चाहिँ अर्को भ्लगर हुनुहुन्छ एकजना। यहाँ चाहिँ नेपालको एकदम प्रसिद्ध भ्लगर हुनुहुन्छ। यो चाहिँ तल्लो गाउँहरू यसरी आउँदै यहाँ मानमा आइन्छ। अहिले हामी मानमा बजार छौँ। हामी बसेको होटल चाहिँ यही हो, होटल हिलसाइड मानमा कालीकोट। यहाँदेखि चाहिँ त्रिवेणी देख्न सकिन्छ। यहाँ होटल हिलसाइडमा चाहिँ तल अन्डरग्राउन्ड, यहाँ अन्डरग्राउन्ड नै पार्किङ पनि छ होइन। गाडीहरू बाइकहरू ल्याउनुपर्छ भने पार्किङ स्पेस चाहिँ एभाइलेबल छ क्या होटलमा। मोबाइल नम्बर पनि यहीँ देख्न सकिन्छ। यहाँ चाहिँ हजुरलाई लक्ष्मी आइल स्टोर भन्ने छ। यहाँ चाहिँ हजुरलाई प्याकेट पेट्रोल पम्प त होइन तर तेलहरू चाहिँ पाउँछ, डिजल पेट्रोलहरू। खडाचक्र कालीकोट। त्यसै गरेर तपाईँको बाइकहरू बिग्रेछ, बाइक बनाउनु छ भने चाहिँ यहाँ एउटा बाइक गराज छ, बाइक वर्कसप छ, निशा अटो वर्कसप भन्ने। एटिएम कता छ थाहा होला हजुरलाई? एटिएम त तपाईँहरूलाई उयो भरिङ छ नि। हजुर यो भरिङबाट सिधै माथि यो हेर्ने ब्याङ्कतिरै पुग्छ। ए जामै रिजन सुदो चिया डोनट छ। अनि चिया बन्छ होइन, अरू के छ भन्नुभयो? छोला र समोसा हजुर 20 रुपियाँ। चटनी छ र मिठो छ तर मिठो छ। मौसमै राम्रो क्या। हाम्रो उता पाल्पामा पनि यस्तै छ मौसम, तानसेनतिर ठ्याक्कै यस्तै। धन्यवाद। ठ्याक्कै तानसेनको फेरि चिया पनि मिठो खुवाइदिन्छ क्या। कति टाढो छ यहाँदेखि थाहा छ होला? टाढै छ है। कति टाढो छ होला यहाँदेखि? त्यहाँ जाने भनेको हामी खासमा। हजुर सिजा घुम्न जाने भनेको। कति टाइम लाग्छ? राजाताल जाने भनेको, तर आज चाहिँ सिजा बस्ने। शासन पुगिन्छ। र यसरी कालीकोटको मानमा बजारमा नास्ता खाएर हामी आफ्नो गन्तव्यतिर निस्किन्छौँ, जुन चाहिँ हाम्रो सिन्जा भ्याली रहन्छ। ल साथी, यहाँ पनि तेल पाउँदो रहेछ। अझै 5 लिटर दिनुहोस् है।
तेल चाहिँ कहाँदेखि ल्याउनुहुन्छ नि नेपालगञ्जदेखि केमा आउँछ त ए ट्रकमा आउँछ यहाँदेखि सिन्जा कति टाढा छ हजुर ए यहाँदेखि राढासम्म कति किलोमिटर 150 यहाँदेखि नागमा कति छ सिन्जा कति छ थाहा भएन 150 राढा भनेपछि नागमा धेरै 90 छ 60 किलोमिटर यो सिन्जा भ्याली यसरी कर्णाली राजमार्गको विरक्त लाग्दो बाटोमा साना नानी बाबुहरू देउसी भैलो खेलेको हेर्दै हामी आफ्नो गन्तव्यतिर लाग्यौँ र हाम्रो आजको गन्तव्य थियो सिन्जा भ्याली कर्णाली नदीको सहायक नदी तिला नदीको तीरमा चिसो हावा चलिरहेको थियो दिदी बहिनीहरू घाँसका भारी बोकेर आफ्नो घर फर्किँदै हुनुहुन्थ्यो र सबै आफ्ना काममा व्यस्त थिए र हामीलाई ससाना भैली टोलीहरूले रोक्दै थिए र हामी पनि यसै भैलोमा रमाउँदै थियौँ ल सबैले यस्तो गर्ने यस्तो गर्ने ल दाइ यो आचार्यली भन्नेको त हो अलि अगाडि हो अघि हो कति टाइम लाग्छ यहाँदेखि नाइ नजिकै छ नजिकै छ 5 मिनट 5 मिनट हुन्छ धन्यवाद है बिस्तारै घाम अस्ताउँदै थियो र मौसम पनि चिसिँदै थियो र यसरी हामी आचार्यली हुँदै सिन्जा उपत्यका जाँदै थियौँ सिन्जा गाउँपालिका जुम्ला जिल्लाको 7 गाउँपालिकाहरूमध्ये एक हो जसमा 2354 घरधुरीहरू रहेका छन् भने यस गाउँपालिकाको कुल जनसङ्ख्या 12,556 रहेको छ सुन्न यता यता बस्ने ठाउँ कता छ ठुलो बजार छ क्या कुन ठाउँको नाम के हो नराकोट बजार नराकोट नौराकोट नराकोट भन्नु ल नराकोट धेरै छैन 2 किलोमिटर मात्रै हो यहाँदेखि यही बाटो चाहिँ जाने कि अलि तल छुट्छ फेरि छुट्छ अगाडि बाटो तर छुट्छ पुल देखिन्छ नि नदीको त्यही हो त्यही भएर ल है त्यसमा नराकोट भन्ने ठाउँमा जाम है यहाँ के चाहिँ राम्रो ठाउँ बस्नलाई चाहिँ कि गोटी जुम्ला यो ठाउँको नाम चाहिँ आचार्य लिही भन्ने रहेछ आचार्य लिही नेपाली भाषाको उद्गम थलोको रूपमा चिनिने सिन्जा भ्याली 22औं राज्यको शक्तिशाली राज्यमा परिचित छ साथै धार्मिक सांस्कृतिक ऐतिहासिक र पर्यटकीय हिसाबमा पनि आफ्नै महत्त्व बोकेको छ हजुर 2 मिनेट लाग्दैन नराकोट पुग्नु हजुर तपाईले पाल्नु पुग्नु 30 मिनेट जति अब घुमौँ न नत्र 15-20 मिनेट हो 30 मिनेट तपाईँ जाए हस् हुन्छ है त ल नजिकै छ सर ल हुन्छ धन्यवाद कहाँबाट गर्नु हामी बुटोल नजिकै छ सर र यसरी हामी कालीकोट जिल्लाको मानमा बजार नागमा बजार हुँदै नराकोट भन्ने ठाउँमा आइपुग्छौँ नराकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार जुम्ला जिल्लामा अवस्थित एक गाविस थियो र यो हाल सिन्जा गाउँपालिकामा पर्दछ देउडा नेपालको सुदूर तथा मध्यपश्चिममा गाइने प्रचलित लोक गायन शैली हो यसलाई देउडा भाका देउडा गीत लोक देउडा आदि नामले दिएको पाइन्छ यो गायन खास गरी बैतडी आछाम बजाङ बाजुरा दार्चुला डोटी डडेलधुरा कालीकोट जुम्ला दैलेख जाजरकोट र हुम्ला जिल्लाहरूमा मुख्य रूपमा अपनाएका पाइन्छन्
यो पश्चिमेली भाषामा गाइन्छ। देउडा गीत पश्चिम नेपालमा मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्य प्रधान गीत हो। होटल चाहिँ हिमा कर्णाली भन्ने र यसरी हाम्रो दिन हिमा कर्णाली भन्ने होटलमा अन्त्य गर्छौँ र अर्को दिन रारातालको लागि निस्कन्छौँ। सुन्ने हो भर्खरै भट्टा छ अझ घाँटी सुकिसक्यो अरे तिमुर पनि जानुभएको छ हजुर आरा? कति लाग्छ टाइम यहाँदेखि? भाइ त होला हुनु खाइ फुटा खिचेर कसरी हो खाने? खै त ल यो हामी दुईजनाको है लाउनुहोस् ल भयो ल खै त बाई। बुवा गोठीजुला जाने बाटो कता हो? अलिकति पुल छैन, माथि पुल त छ तर गाह्रो धकेल्नुपर्छ। धकेल्नुपर्छ? त्यस्तो अलि त माटो भरिएको छैन। हजुर फलाहरू लगाएको छन्, गाडीहरू त बाहिर त लिन्छन् लान्छन् तर बाहिर जान्छ अलिक पिर्नुपर्ने धकेल्नुपर्छ। पुलमा गइहाल्यो पारिका गइहाल्यो। ल धन्यवाद है ल हस्। यो ठाउँको नाम के हो दाइ? यो ठाउँलाई पाण्डु गुफा भन्दो रहेछ। पाण्डु गुफा चाहिँ उता रहेछ, हामी जाने चाहिँ दाइ गोठीचुलामा गोठीचुला यहीँ बाटो यहाँ रहेछ। यहाँ नेपाली काङ्ग्रेसको अफिस रहेछ क्या, कनका सुन्दरी गाउँपालिकामा पर्दो रहेछ। गोठीचुला जाने बाटो यही हो बुवा? ए बन्दै रहेछ। ल हजुरलाई धेरै धेरै धन्यवाद है। ल है त थ्याङ्क यू। है त धन्यवाद। नराकोट बजारमा रात बिताएपछि हाम्रो अर्को गन्तव्य थियो राराताल र यसै बिचमा गोरुचौर, गुटीजिउला, मालिका बोता जस्ता सुन्दर गाउँहरू हेर्ने मौका पायौँ। हाम्रो रारातालको यात्रामा गोठीजिउलामा अन्य गाउँको तुलनामा बजारीकरणको प्रभाव बढी भएको हामीले देख्यौँ। बुवा गोठीजिउला जाने बाटो कुन हो? यही हो? धन्यवाद।
कति घन्टा हिँडेर जाने बाटो रहेछ यहाँ बोता हुँदै रारा जाने पैदल मार्ग यहाँदेखि बाटोदेखि यो बाटो रारा पनि जानु सकिँदो रहेछ मालिका बोता यस्तै है के भन्छ नि हजुरहरूले त्यसलाई कोइरो भन्छ कोइरो कोइरो त्यसलाई कोइरो बिर्सेर होइली नि बिचरा मेरो छाचुले आज गाल गर्नु गाह्रो भयो क्या कहाँ जाने नुगाल गर्ने रारा जाने आमा गाली त कहाँ रारासम्म जुन नुगाल गर्ने अनि यहाँदेखि पनि जानु मिल्दो रहेछ है हिँडेर रारा हजुर ए रारा हेर्न जाने घर कहाँ घर बुटोल बुटोल हो हजुर यहाँदेखिको जानुभएको छ हजुर रारा जानु भयो हिँड्दै जानु मिल्छ यहाँदेखि हामी हिँड्दै जान्छ कति लाग्छ टाइम यहाँदेखि भाइ त होला आउनु ल्याउ तिमी लिने ल हाल पाल तामा म हाल्दैन बिचार तिमी आफैले त्यो सबै सबै छैन हाल्नु सबै सबै नाइ आइ गाउँले जाने त्यो लिएर खनेर लिएर आउनु सब्जी के घर जानु लाम्पाते सुरुकी यो खानु हो कि के लाम्पाते हो ए चाहिँ के बिना यहाँ हामी खाएपछि यस्तै त हो चात्ती झुरी हामी चात्ती झुरी छोरा साह्रो मर्ने बेला भयो अब जाने हजुर यदि खाँदै थियो कि आएर फुटा खिचेर कसरी हो यसो माथि माथि गर्ने सबै सकिलिन् अल्लै हजुर अल्लै सबै सकिलिन् हो बडा पाइदिन डोको दे एक डोको दे ल डोको ल्याऊ डोको ल्याऊ दिदी लिनु सकिएन सकिएन ओहो यो त कडा हुने रहेछ यसमा सुर्ती भएर हो सत्य भरो केले खोप्नु हो यो सियोले खोप्नु हरियो राम्रो हुन्छ नि मेरो भनर भयो यी यस हानिरहनु भयो चाहिँ आँखा यसै गर्दो रहेछ ए हाम्रो पनि छ ए पुरै भरे हामी सुइयाले खोपिया हामीले पनि सुयोले नि हो किन बदिया घर त्यहाँ चामी त्यही छ पुटी जा हजुर बदिया घर बुटोल बुटल हजुर बुटोल यो बुटल मेरो छोरी पनि ताइ भयो ए बुटोल बस्नुहुन्छ ए कुन लेक पर लेक क्याम्पसमा लेक पर ए लेक पढ गर्नुहुन्छ ए किन रारा बाइकमै जाने हजुर बाइकमा जानु खानामा रारा खानु न हजुर रारा खाने कति टाइममा हजुर हजुर मेरो भन्ने कति बेला 20 दुख ए हो हजुर घर जाऊ त तले खाने हजुर जाऊ त खाना खाना हाम्रो कोइराको 4 दुख भ्या चिया जाने हजुर ड्युटी खाने जाने हैन भर्खरै तल गोठी जिल्लामा चिया ड्युटी खाने जाने आमा छोरा पनि बाहिर जान्छन् यसरी माग्छन् आमा भन्छन् दिदी भन्छन् हो आबुले दिएपछि हाम्रो छोरा पनि पान्छ हजुरको छोरा कहाँ जानु एक विदेशको एकाल पढ्दै एक निबो छ धान बुक्तो गया ए धान हो यो सबै जानुहुन्छ अब फुर्तेतिर गया तुम खाली जाँदै छोडा उम्रिकने आया हाल चिज भने विषय नि बिहा मैले दिएँ फुल पायो हात रुपियाँ दिउँ न हात रुपियाँ दिएँ अमेरिकन उम्रिकने चिज माने हान हात रुपियाँ दिउँ न या त्यो खाने चिज माने क्या चिज माने हान जा सागुन हात आब नै गरे त्यो दे घर त्यो परे हात आयो है क्या लगाउनु तुम जाने कुमो हुन्छ ल हामी जान्छौँ है त बाइक रोटी खाऊ न हामी भर्खरै गोठी जिल्लामा खाएर आएको हजुर बाइकमा छ हजुर रारा किन घर बदिया हजुर टिका लाइन उठाउ आई छैन अहिले योपालि टिका छैन टिका छैन बहिनी बाहिर चाहिँ मेरो दुईटाको टिका छैन त्यही भएर घुम्न है ल हैजाऊ खानु हैजाऊ हस् हुन्छ म धान दिनु नै के दिनु हैन यति
यसलाई चाहिँ त्यो पखालेर खाने हो कि स्याउ दिन तल हजुर स्याउ दिन स्याउ सप्पा खाँदै जाँदैन हौ स्याउ हो तली घर गयो भने गर्ने के हुन्छ तलीबाट हुन्छ हो नि तर ठुलो त्यही गरौ ए बाउ क्या त त्यही गरौ जाने यतै जाने त लिउँ त उहाँ छोरा हुन्छ हजुरको त अनि खायो बाटो ए छोरा हजुरको ए हजुर छोरा ल ल हुन्छ त्यो बाइक बनाउनु जान्छ है ल ल यसको लागि धन्यवाद है